Alright guys, we are already at Saksara. Sapsara होटल भेटारदेखि त्यो नाम्ची जाने बाटोदेखि अलिकति पर पुगेर राइट लिनुपर्ने रहेछ अनि पार्किङ स्पेस पनि रहेछ सो नाइस अब हामी यहाँ छिर्दैछौँ हेरौँ गिटार सिटर बोकेको छौँ अब डान्स होइन गीत गाउँदै बसिन्छ यहाँनिर दाजुभाइ मैले घरमा पर्मिसन पनि मागिसकेको छु आज आउँदिन है माम्मे आज आउँदिन है भनेर भनिसकेको छ किन भन्दाखेरि गर्मी छक्काउनु गएको भनेर भनिसकेको छु ल स्टेयरवेज टु हेभन अब धुपीको बासी खरा जस्तो लाग्यो नि हाम्रो मम्मीहरूको पाहाड बासी खरा छ कि बासी खरा जाने बाटोमा चाहिँ यस्तै तर त्यो त सल्लाह होला यो धुपीको रुखहरू दामी देखिन्छ मन पर्दिन्छ मलाई चाहिँ लेट्स सी अब यहाँनिर रुम पो छ कि छैन भनिसकेको छ नि अब अरू होटलहरूले अरूले चाहिँ मैले प्रमोसन गरेको देखिरहेको हुन्छु मेरो चाहिँ फ्रीको प्रमोसन हो मलाई मन पऱ्यो भने त्यत्तिकै पनि प्रमोसन गरिदिन्छु मलाई पैसा पनि लाग्दैन है ल सो गाइज अब चाहिँ हाम्रो रुम क्लियरेन्स हुँदैछ हामी चाहिँ टपमा बस्ने कुरा भइरहेको छ सो हामी चाहिँ एकछिन त्यहाँनिर त्यो के अरे भ्यू देखिने साइडमा पुरै यो होटलकै मेन बार्दली भनौँ त्यहाँनिर गएर एकछिन बस्छौँ हाम्रो रुम क्लियर भइन्जेलसम्म अब चाहिँ कस्तो आउँछ रुम हो खै लप्ली तर देखिएन अलिकति तर अहिले त गर्मी पनि यस्तो छ कि कस्तो फिल हुन्छ नदेखियोस् बरु कुहिरो आओस् जस्तै फिल हुन्छ ल ठिक छ ल वी आर गुड ल सो गाइस हामी चाहिँ यहाँनिर आज बस्नु भनेर आएको होइन तर म चाहिँ मेरो मिलन दाइलाई वेदर अप्पर दामी छ नि त म चाहिँ मेरो मिलन दाइलाई अब प्र्याङ्क हानिदिनु आँटेको छु होइन नबसौँ ल यहाँनिर मलाई त त्यो के अरे बस्नै मन लागेन टाइप्सले हल्का प्र्याङ्क हानिदिनु पऱ्यो दाइलाई होइन रिएक्सन हेरौँ न कस्तो हुन्छ ल एकछिन ल क्यामेरा लुकाउँछु म चल्दिने पो के गर्ने अनि बस्नु भनेको होइन बस्नु भनेको होइन के गरौँ बसौँ कि जाउँ बसौँ न अब जाउँ होला के भयो खास है कस्तो बस्ने मलाई मन लागेन त्यही भन्छ नि त भन्नै पर्छ ओए नगर्नु कल चाहिँ त्यत्तिकै नभनी गइदिउँ अप्ठ्यारो हुन्छ नि त फेरि दुईतर्फी कुरा गरौँ भनेर भन्छ है अब यति चिसो भइ त हाल्यो नि यति शीतल भइ त हाल्यो भाउजूलाई त भन्नु पऱ्यो नि त सफा गरेर नभन्नु चुपचाप त्यहाँ के अरे भेटामा सब्जीहरू किनौँ सब्जी लिएर तेरो र मेरोमा लगिकन अनि सफा गर्दैछ यार गर्नुहोस् न त नि यो त काम अब हामी नबसे पनि सफा त गर्नै पर्थ्यो के गर्नु त जानु नि फर्किनु जाउँ ल के भयो एक्कासी कस्तो मेरो मुड स्विङ हुन्छ क्या फेरि मेरो यस्तै छ नि त हल्का गिदी लाग्यो मलाई त कुरा मिलाउँछु नि त नमिलाऊ फोन नगर्दै छोड्यो चल्दै मिट्यो जाउँ अनि यो टीको म दिन्छु नि अब बरु नेक्स्ट टाइम आएर बरु च्याप्प बस्नुपर्छ अर्को पालि चाहिँ त्यो त भन्छु नि त भन्नुपर्छ नभन्नु म नभन्दा के को यही त हो त नि कम्पु भनेको मजा यसमा छ कस्टमर खोज्दा खै त कस्टमरै छैन यही त नि मजा उनीहरूले पनि त फेरि आउँछ भनेर उयो गरिरहन्छ कि होस् छोडिदिउँ नभनिदिउँ गयो फेरि त्यहाँभित्र गयो भने मलाई लास्ट अप्ठ्यारो लाग्छ होइन मैले भन्छु नि त म चाहिँ भनिदिन्छु कि नभन्नु कस्तो नभन्नु हो यार नभनिदिनुपर्छ हौ यो त कहाँ हामीलाई नै हेरेको छ चल्दिउँ के गरौँ त हो यार भन्दा केही हुँदैन हौ हिँडेको प्र्याङ्क गरिरहेछु
यो रेडी भएर होइन होइन नजाने हामी यहीँ बस्ने हो क्या हल्का यसो चियाको चाट बिचरा मेरो दाइ ओभर सोच्छ चाहिँ गाई चाहिँ अब ठिकै छ आई 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 लभ द रियाक्सन दाइको रियाक्सन ओभर लाग्दैन ए हो त चाहिँ प्र्याङ्क नहाने ल नगर ल ल ल ल ओराइट ल प्र्याङ्क कस्तो थियो मलाई भन्नु ल म फेरि खासै प्र्याङ्क गर्नु आउँदैन फेरि जोक्स पनि सिरियसली हानिदिन्छु क्या म ल ल ल मजा आइदियो मिलनजी कस्तो लाग्यो तपाईँलाई अब्बर लाग्यो म त घर जाने भनेर रेडी भइरहेको हो र कस्तो स्याड भयो होला है आज फेरि आइसकेपछि फेरि जानु के सपना देखेको हुन्छ अब गीत गाउँदै बस्ने ट्याक्क रातभरि होइन ठिकै छ यहाँ के बिबिक्यु गर्ने यहाँ छ कि छैन हौ बिबिक्यु पनि होला तर फेरि जो चाहिँ सुँगुरै मजाले नखानेहरू होइन यहाँ सुँगुर नखाऊ है सुपै खानुपर्छ भालेकै हान्दिउँ अनि बस्थ्यौँ अलराइट वेदर इज भेरी चिल हियर यहाँ कति पो रहेछ 22 कि 23 समथिङ त्यस्तै थियो होइन 22-23 डिग्री सेल्सियस अनि 22-23 डिग्री सेल्सियस भनेको चाहिँ हाम्रो लागि चाहिँ एकदमै भइसक्यो रुम हाम्रो लागि चाहिँ एकदमै चिल हो है अब ठिकै छ कोही बेला चाहिँ कुहिरो पनि भास्छ आउँछ भन्ने खालको कुरा आइरहेछ ठिकै छ अब जाउँ हामी रुम चेक गर्नको लागि अलराइट सो यो चाहिँ रात्रिकालीन समय हुँदाखेरिको दृश्य चाहिँ यस्तो देखिन्छ यहाँबाट चाहिँ लुक्स लाइक दिस तर कस्तो क्लियर नआएको जसको 16 प्रो म्याक्स हो क्या चाइनिज हो क्या यार यो त युएसमा किनेको त एकछिन ल म 4K मा लाउँछु ल ए कुरा एउटै रहेछ 4K 5K 6K 8K जेमा पनि ओके दिस इज द भ्यू सो वी आर लिभिङ दिस स्पोट जस्ट फर अ वाइल हामी एकछिनको लागि अनि रुम जाँदैछु रुम चेक गर्नको लागि जाँदैछौँ लेट्स सी कस्तो छ रुम अनि त्यसपछि फेरि विल बी ब्याक टु दिस प्लेस यदि राम्रो लागेको छ भने यहाँ बस्नुको मजै फाल्टो छ क्या फेरि ल हामी अलरेडी रुममा आइसकेको छौँ त आउनु बित्तिकै जहिले पनि मैले चेक गर्ने भनेको चाहिँ बाथरुम हो क्या अनि ल बाथरुम इज भेरी नाइस बाथटबहरू पनि रहेछ तर यस्तो जाडोमा नुहाउँदिनँ म अनि यहाँनिर एउटा रुमहरू सबै प्याक रहेछ क्या यो होटल दामी रहेछ एउटा मात्रै बेड रहेछ अब दाजुभाइ आज अँगालोमा सुत्नुपर्छ ओके दामी एउटा खटिया भयो अनि एउटा सिरानी ट्याप्सको भयो नि निदाउने मान्छे हामी होइन यस्तो दसमा पनि छैन घरमा यत्तिकै सुत्दिन्छु अब यति पाएपछि त ढुक्क ठिकै छ थ्याङ्क यू सो मच समसरा होइन यो के अरे सप्सरा कस्तो अप्ठ्यारो नाम हो तर ठिकै छ अप्ठ्यारो नाम भए पनि केही मिनिङ होला केही यो बार्दली कि के पनि छ हौ यहाँनिर ओइ भेरी गुड मर्निङ टु all the lovely vlogs over there. Thank you so much for watching my vlog. अनि आज चाहिँ I feel a bit refreshed किनभने देख्न सक्नुहुन्छ तपाईँ धरानमा त अहिले गाह्रो भएर होला है तर यहाँ चाहिँ गाह्रो भएको छैन यहीँ घर भयो कस्तो दामी हुन्छ भन्ने सबैको त्यस्तै हुन्छ तर कोही बेला कस्तो हुन्छ नि घरै नहुनेहरू पनि हुन्छ कतिजना बिचरा होइन दिल मागे मोर जस्तै हो तर मलाई चाहिँ त्यस्तो होइन म चाहिँ त्यो गर्मी मात्रै स्किप गरेँ एक दिन गर्मी स्किप गरेर के हुन्छ र होइन रेडी त फ्रेस गर्नु परि नै हाल्छ त्यही पनि एक दिन भए पनि लाइट सके ठिकै छ यसरी कति भएको थियो क्या बाहिर आएर ट्याक्क दाजुभाइ नबसेको थुप्रो भएको थियो बस्यो गफसफ गऱ्यो गफ गर्दा डेट मोबाइलमा चार्ज पुग्दैन चार्जमा हाल्नु पर्ने अहिले भने वेदर इज ब्युटिफुल चिल छ होइन चिया खाने वेदर छ तर म चिया चाहिँ खाँदिनँ किनभने मलाई ग्यास्ट्रिक हुन्छ हिजोको चियाले मलाई अलिकति गाह्रो बनायो चिया है स्टे ट्युन सबैजना म कनेक्ट गराउँदै गर्छु नि भिडियो ल गाइज सो वी आर चेकिङ आउट दिस होटल अब चाहिँ हामी फर्किँदैछौँ धरानतर्फ कभी खुसी कभी गम भन्थ्यो यही रहेछ होइन फेरि गर्मी ठाउँतिर जाँदैछौँ इट्स ओके टु बी नट ओके सबै कुरा फेस गर्न सिक्नुपर्छ सबै कुरा बुझ्न एकदमै जरुरी छ सबै कुरा है जान्नुपर्छ
थ्याङ्क यू सो मच फर वाचिङ दिस ब्लग। अब चाहिँ हामी एकछिन सेका खान्छौँ, सेकाको थोरै क्लिपहरू खिच्छौँ है, त्यसपछि त्यति नै हालिदिनु पर्ला आजको लागि चाहिँ। बाइ एभ्रिवान, आई लभ यु। यस्तो छ यस्तो ठिकै छ, बिचरा एक्लै बसिरहेको रहेछ, एक्लै भयो होला है, ठिकै छ, नो वरिज। अब खोइ के भन्नु क्या, अब मैले यहाँनिर बसेर एउटा भिडियो बनाएँ, त्यो चाहिँ म टिकटकमा हाल्छु। मेरो रिसेन्टली अहिले चाहिँ मलाई शब्दले ओपर हान्ने भनेको चाहिँ त्यो हाम्रै आफ्नो पर्खिरहेछु भन्ने गीत हो कि। अनि जे गल्ती भयो पहिले, जे गल्ती भयो पहिले अब हुने छैन कहिलेका, त्यो रियलाइज गरिरहेको छ। कस्तो खालको त्यो एकदम रिलेटेड भएर मेरो दिमागबाट यो गीत चाहिँ निकाल्नै सकेको छुइनँ यार। त्यही भएर म चाहिँ यहाँनिर बसेर इमेजिन गर्दै त्यहाँनिर आफूलाई क्यारेक्टराइज गर्दै मैले त्यो गीत गाएको छु है। वेदर यस्तो छ, अब फेरि ब्याक टु गर्मी ठाउँ चल्दिउँ होला, चल्दिउँ दाइ। दाइले आज यस्तो डेन्जर हानिरहेछ नि मलाई भिडियो गर्नुको लागि, म एक्लै आएको भए चाहिँ फाँके हुन्थ्यो ल। थ्याङ्क यू।